आजको कथाको शीर्षक छ अनलाइनको संक्रमण र हराएका छायाहरू। एउटा शहर थियो जहाँ हरेक मानिस दिन रात मोबाइल फोनमा झुन्डिएको हुन्थे। बिहान उठ्ने बित्तिकै फोन, खाना खाँदा फोन, सुत्ने बेलासम्म फोन। उनीहरूले आफूलाई डिजिटल युगका नागरिक भन्थे। भौतिक दुनियाँका सम्बन्धहरू पातलो हुँदै थिए, तर अनलाइन फलोअर्स र लाइकहरू नै उनीहरूको जीवनको सबैभन्दा ठूलो सत्य बनेको थियो। गाउँकी एउटी वृद्ध महिला जसलाई हजुरआमा ज्ञानमाया भनिन्थ्यो, उनी मात्र यो दौडमा सामेल थिएनन्। उनी भन्थिन्, यो स्क्रिनले तिमीहरू आँखामा होइन मनमा अँध्यारो ल्याउँदैछ। तर कसैले उनको कुरा सुन्दैनथ्यो। उल्टै उनलाई पुरानो जमाना कि भनेर गिज्याउँथे। एक रात शहरमा अनौठो घटना भयो। बिहान उठ्दा मानिसहरूले आफूलाई ऐनामा हेरे। उनीहरू आफ्नो अनुहार देख्न त सक्थे, तर उनीहरूको छाया हराएको थियो। कसैको पनि शरीरको पछाडि छाया थिएन। सुरुमा त उनीहरूले सोचे यो कुनै खेल हो, तर जति घाममा गए पनि, जति प्रकाशमा उभिए पनि उनीहरूको छाया कतै देखिएन। शहरमा हलचल मचियो। मानिसहरू डराए। उनीहरू दौडिएर डाक्टर र वैज्ञानिक कहाँ पुगे, तर कसैले पनि यसको कारण पत्ता लगाउन सकेनन्। अनौठो कुरा के थियो भने, जसको मोबाइलमा जति धेरै लाइक र फलोअर्स थिए, उनीहरूको छाया त्यति नै पहिले हराएको थियो। निराश भएर उनीहरू हजुरआमा ज्ञानमायाको घरमा पुगे। हजुरआमा शान्त मुद्रामा बसिरहेकी थिए। उनले भनिन्, मैले पहिले नै भनेकी थिएँ, यो स्क्रिनले तिमीहरूको मनको उज्यालो खोज्दैछ। जब तिमीहरूले आफ्नो वास्तविक जीवनका सम्बन्धहरूलाई र आफ्नो वास्तविक पहिचानलाई बिर्सेर अनलाइनको भर्चुअल संसारमा मात्र बाँच्न थाल्यौ, तब तिमीहरूको छाया पनि त्यसैसँग बिलायो। हजुरआमाले थपिन्, छाया भनेको हाम्रो अस्तित्वको प्रतीक हो, हाम्रो वास्तविकताको प्रमाण हो। जब तिमीहरूले आफ्नो वास्तविक पहिचान, आफ्नो वास्तविक अनुहार, आफ्नो वास्तविक खुसीलाई फोनको स्क्रिनमा खोज्न थाल्यौ, तब तिमीहरूको छाया पनि त्यसैमा संक्रमण भयो र गायब भयो। गाउँलेहरू स्तब्ध भए। अब के गर्ने त? हजुरआमाले भनिन्, तिमीहरूले आफ्नो मोबाइल फोन बन्द गर, एक अर्काको आँखामा हेर, वास्तविक मान्छेहरूसँग कुरा गर, खेतमा काम गर, नदीमा पौडी खेल, एक अर्काको दुःख सुखमा साथ देऊ, आफ्नो वास्तविक जीवन जिउन थाल। जब तिमीहरू आफ्नो वास्तविक अस्तित्वमा फर्किन्छौ, तब मात्रै तिमीहरूको छाया फर्किनेछ। सुरुमा त मानिसहरूलाई गाह्रो भयो। उनीहरू फोन बिना बस्न सकेनन्। तर जब उनीहरूले एकअर्कालाई सहयोग गर्न थाले, हाँस्न थाले र वास्तविक दुनियाँमा जीवन बिताउन थाले, तब अनौठो रूपमा उनीहरूको छाया बिस्तारै फर्किन थाल्यो। जसले सबैभन्दा पहिले फोन छोडे, उनीहरूको छाया सबैभन्दा पहिले फर्कियो। शहरमा फेरि हाँसो र खुसी फर्कियो। मानिसहरूले बुझे कि अनलाइनको संसार केवल एउटा माध्यम मात्रै हो। वास्तविक जीवन र वास्तविक खुसी मानिसहरूको बीचमा, प्रकृतिमा र आफैभित्र छ। उनीहरूले फोन प्रयोग गर्न त छोडेनन्, तर अब त्यसको नियन्त्रण फोनमा थिएन, उनीहरू आफैमा थियो। यो कथाले हामीलाई सिकाउँछ कि डिजिटल दुनियाँको प्रभाव कति गहिरो हुन सक्छ। हाम्रो वास्तविक अस्तित्व, हाम्रो सम्बन्ध र हाम्रो मानसिक शान्ति कुनै पनि लाइक वा फलोअर्स भन्दा धेरै महत्त्वपूर्ण छन्। आफ्नो वास्तविक छाया नहराओस् भन्नका लागि वास्तविक जीवन जिउन कहिल्यै नबिर्सौँ।